बालिनको प्रभाव ट्रम्प र सी जिनपिङ जत्तिकै। विश्वभरिकै हेर्नु तपाईँ आफै सी जिनपिङ सँगसँगै पर्नु भनेको त होइन, ट्रम्पहरू सँगसँगै पर्नु नेपालको लागि कति उत्साहित काम हो त होइन। भारतमा समेत बालेन जस्तै नेताको माग भएको भन्दै सागर ढकाल दङ्गै। अहिले बालेन शाह जस्तै मान्छे चाहिन्छ भनेर भारतमै माग हुन थालिसक्यो। आफै हेर्नु त अब भारतकै राजनीति तरङ्गित हुन थालिसक्यो। पहिले भारतले नेपाललाई दुःख दिन्थ्यो, अब नेपालले चाहिँ भारतलाई परिवर्तन गर्नुपर्छ भन्ने सङ्केत दिँदैछ। म गर्वले एकदम मेरो छाती चाहिँ फुलेको छ। मलाई मेरो मात्र होइन, मेरो पुरै परिवारको र मलाई के लाग्छ भने देशभरिको 3 करोड जनताको चाहिँ छाती आज एकदम सगरमाथा चाहिँ उच्च भएको छ। अब हामीले नेपालबाट चाहिँ हामीले सम्पूर्ण यो साउथ एसिया मात्रै होइन विश्वलाई नै मेसेज दिँदैछौँ कि जसरी जनताको यो चेतना चाहिँ विश्वभरि फैलिँदैछ त्यो चाहिँ राम्रो मेसेज गइरहेछ। नेताहरूको काण्डले विश्वमाझ गुमेको साख बालेनले फर्काए, नेपालीको शिर ठाडो बनाए। नेपालको विभिन्न चरणमा विभिन्न नेताहरूको काण्डहरूको कारणले गर्दाखेरि देशकै गरिमा चाहिँ अलिकति गिरेको अवस्था थियो र प्रधानमन्त्रीजी यसरी 100 प्रभावशाली नेता मध्येको एकजना नेता भनेर आउँदै गर्दाखेरि यसले सम्पूर्ण राष्ट्रको गरिमा जोगाउने काम पनि गरेको छ। संसारभरिको 100 प्रभावशाली नेतामा पर्नु भनेको त हामीलाई खुसी लाग्छ नि होइन, एकदम खुसीको कुरा हो। सब नेपालीले चाहिँ प्राउड गर्नुपर्ने विषय हो। एकदम खुसी छौँ हामी, देशभरिको जनताले पत्याएर भोट दिनु भएको छ होइन प्रधानमन्त्रीको रूपमा। दर्शकबिन प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चार माध्यम टाइम म्यागजिनले प्रधानमन्त्री बालेन्द्र शाहलाई विश्वका शक्तिशाली राजनीतिज्ञ, कलाकार र चिन्तकहरूको 100 प्रभावशाली व्यक्तिहरूको सूचीमा उनलाई समेटिएसँगै विश्वभरका नेपालीहरूको खुसीको सीमा छैन। यो हामी सम्पूर्ण नेपालीहरूको लागि अत्यन्तै गर्वको क्षण हो। विश्वले 100मा जुन राखेको छ हाम्रो सम्मानित प्रधानमन्त्रीलाई त्यो हरेक क्षेत्रले बुझ्नेछ भन्ने महसुस गरेका छौँ। 36 वर्षीय शाहलाई हिप हपका पूर्व स्टार र नेपालको इतिहासकै कान्छो प्रधानमन्त्रीका रूपमा चित्रण गर्दै प्रभावशाली व्यक्तिको सूचीमा समावेश गरिएको हो। विभिन्न कालखण्डमा विभिन्न नेताहरूको काण्डले गुजुल्टिएको नेपालको शान बालेनले फर्काएका छन्। नेपालको पनि प्रतिष्ठा जोगाउने काममा चाहिँ प्रधानमन्त्रीज्यूको यो योगदानको रूपमा लिनुपर्छ। विगतको दिनमा हामीले अन्तर्राष्ट्रिय स्तरका नेताहरू खोज्थ्यौँ। 35 वर्षको यो देशमा भयो अरे होइन, 32 वर्षको अर्को देशमा भयो अरे भनेर खोज्दै गर्दा आज नेपालले एकजना यङ डाइनामिक लिडरलाई पाएको छ र त्यो पनि जनताले अपेक्षा गरेको, जनताले अति धेरै मानेको, विश्वास गरेको र जनताको प्रिय पात्र हाम्रो बालेन्द्र शाहज्यू अहिले विश्वकै शक्तिशाली 100 नेता मध्ये एकमा चुनिनु भएको छ। एकदमै खुसी लागेको छ। अब सामान्य सभामुखले पनि यस्तै भन्नुभएको मैले सुनेको थिएँ, त्यस कारणले गर्दा यो सही ढङ्गले चल्छ। सार्वजनिक लेखा समिति चाहिँ अन्तै दिने हो कि भन्ने प्रमुख प्रतिपक्षी दललाई नै होइन, एउटा कहिलेकाहीँ के हुन्छ भने संविधानको मर्मलाई हेर्नुपर्छ, अक्षरलाई होइन। यो चाहिँ प्रमुख प्रतिपक्षको हक हो भन्ने एउटा मर्म हो, यो लेखिएको होइन। त्यसले गर्दाखेरि कतिपय यस्ता चाहिँ लोकतन्त्रका आधारभूत